स्क्रिनमा देखिरहनु भएको दाइले चाहिँ म एकदमै धेरै थ्याङ्क यू भन्न चाहन्छु। अनि आज ग्राउन्डमा कसले के पायो अनि यति धेरै सामान चाहिँ मलाई कसले र किन पठाएको यो सब बताउने छु आजको मेरो यो मिनी ब्लगमा। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ म धेरै पछि ग्राउन्ड जानु लाग्छु। अनि ग्राउन्ड जानु नि मन लागिरहेको थियो मलाई। अनि ग्राउन्डमा आज जानुपर्ने काम पनि थियो। सो किन भन्दाखेरि चाहिँ यहाँनिर दाइले चाहिँ हाम्रो किन भन्दाखेरि चाहिँ भाइ बहिनीहरूको लागि चाहिँ सामान आइसकेको थियो, जुन मैले अस्ति नै एउटा भिडियोमा हेल्प मागेको थिएँ। त्यसमा चाहिँ हाम्रो सूर्य अधिकारी छेत्री दाइले चाहिँ मलाई पर्सनली पनि मेसेज गरेर अनि दाइले नै हेल्प गर्नुभएको। सो म बताउने नै छु यो कुराहरू त। सो अहिलेलाई चाहिँ इन्जोय गर्नु म चाहिँ त्यहाँ भाइ बहिनीहरू यता भाइ बहिनीहरू चाहिँ ग्राउन्ड आइसक्यो। अनि भाइ बहिनीहरू आइसकेपछि अब म पनि जानुपर्ने हुन्छ। कुरिरहेको मलाई बेस्ट हुन्छ। अनि म चाहिँ अरू दिनहरू भन्दा पनि आज चाहिँ एकदमै धेरै खुसी छु कि। अनि किन भन्दाखेरि चाहिँ यत्रो भयो मैले भिडियोहरू बनाउनु थालेको। अनि सबैजनाले माया साथ दिनुभयो। त्योमध्ये पनि हाम्रो सूर्य दाइले चाहिँ मलाई विश्वास गरेर यो सामानहरू उपलब्ध गराइदिनु भएकोमा चाहिँ म दाइलाई चाहिँ एकदम धेरै धन्यवाद भन्न चाहन्छु। सो त्यही हो। सो भाइ बहिनीहरू सबैजना आइसकेको रहेछ। अब के हुन्छ त्यो म देखाउने नै छु। बेसी अहिलेलाई चाहिँ सो भाइ बहिनीहरूसँग पनि धेरै पछि भेट भएको। मेरो इक्जाम चलिरहेको थियो, भाइ बहिनीहरूको नि इक्जाम चलिरहेको थियो। सो त्यही भएर होला। अनि सबैजनालाई एकैचोटि आज भेट्दाखेरि चाहिँ सबैजना खुसी भएको थियो अनि कुराहरू सेयर भइरहेको थियो। सो मजा आइरहेको थियो गाउँमा। अनि हाम्रो उठे भाइ खोइ त नि च्यासे भाइ यहाँ चाहिँ अब यस्तो खालके जर्सीहरू बुट नहुने धेरै नै हो। तर मैले चाहिँ के भन्नु खोजेको, दाइले चाहिँ के भन्नु भने मनदेखि खेल्ने प्लेयरहरू को हो तिनीहरूको लागि चाहिँ म गर्छु भाइ भनेर चाहिँ मैले त्यहाँ खेल्ने प्लेयरहरूको चाहिँ नाम लेखिदिन्छु। अरूहरू अब को चाहिँ छैन होला भाइहरूको। सो तिनीहरू चाहिँ नरिसा हो। अब अर्कोचोटि अब पायो भने चाहिँ तिनीहरूको लागि गरिदिन्छु भाइहरू। सो त्यही हो। अहिले कोले पाउँछ तिनीहरू अहिले यहाँ थाहा हुन्छ। अहिले मैले त्यहाँनिर भन्छु कोले पाउँछ सामानहरू। तिनीहरू चाहिँ रेगुलर आउनु पऱ्यो ट्रेनिङ रेगुलर। अनि म पनि धेरै पछि ग्राउन्ड आएर होला मलाई नि लास्टै धेरै बल खेल्नु मन लागिरहेको थियो। अनि मैले पनि बलहरू यसो टचहरू गर्दै बसिरहेको थिएँ म पनि। अनि यतिकैमा भाइ बहिनीहरू पनि खेल्नु आए, सबैलाई गोलो बनाएर अनि पास वान टच खेल्नु सिकाइरहेको थिएँ। अनि सो त्यही हो, भाइ बहिनीहरूको टच पासहरू पनि राम्रो हो। अब यिनीहरूलाई कन्टिन्यू ट्रेनिङ गरायो भने चाहिँ राम्रो राम्रो प्लेयरहरू निस्किन्छ। अनि त्यो भाइहरू पछि गएर केही गऱ्यो भने चाहिँ खुसी लाग्छ मलाई होइन। त्यही हो, अरू त के नै हो र। केटाको ग्रुपको लिडर तिमी है। ल तिमीहरू पास खेल्ने है दायाँ बायाँ कतै हो। सो त्यही हो भाइ बहिनीहरूलाई बाजी बल मैले खेलोस् भनेर। अब भाइ त्यो जुन मैले भनेको भाइहरू चाहिँ आज आउनै पाएन क्या। किन हो त्यो चाहिँ थाहा भएन। तर आउँछु भने मलाई चाहिँ सो आउँछु होला सायद। सूर्य दाईको कुरा गर्नु पर्दाखेरि चाहिँ सूर्य दाईलाई चाहिँ मैले टिकटकमा भेटेको। अनि मैले टिकटकमा चाहिँ एउटा बहिनीको लागि हेल्प माग्दै थिएँ। अनि त्यसमा चाहिँ हाम्रो सूर्य दाईले पोजिटिभ रेस्पोन्स गर्नुभएको थियो। अनि सो दाईसँग चाहिँ त्यसरी कुरा भयो। दाईले चाहिँ के कसरी हेल्प गर्न सकिन्छ भनेर मलाई सोध्नुभएको थियो। अनि मैले चाहिँ दाई यस्तो यस्तो भाइ बहिनीहरू खेल्नुहुन्छ भनेर कुरा त्यसरी नै हो। त्यही अनुसारले हामीले त्यही अनुसारले पठाएको थिएँ मैले चाहिँ। अनि त्यही अनुसारको चाहिँ हामीहरू को छ तिनीहरूको नाम लिन्छ। अनि तिनीहरू सबैजना है भाइ बहिनी पाउँछ। तिनीहरू सबैजना अब होइन रेगुलर ट्रेनिङ आउनु पऱ्यो। किन मैले भनेको भन्नुहोस् तिनीहरूलाई मैले सामान दिएँ। अनि पछि भोलिबाट तिनीहरू यताउति मैले ट्रेनिङ आएको देखेन भने यो सामान मैले फिर्ता लिइदिन्छु है। त्यो रेगुलर आउने तपाईँ खेल्ने। अनि आज कोले पाउँछ तिनीहरू रेगुलर आउने। अनि आज नपाउने पनि ट्रेनिङ आउने। किन भन्दाखेरि चाहिँ तिनीहरू हाम्रो लागि खेल्ने होइन, तिनीहरू आफ्नै लागि खेल्ने आफै बोल्ने हो। सो त्यही भएर चाहिँ अब आज कोले पाउँछ तिनीहरूले पाए अर्कोले नपाउने पनि अब तिनीहरूलाई नै अब मैले के गरौँला म भन्छु। अब त्यो हेल्प अब त्यहाँनिर ओडाले नि के गर्छु भन्दाखेरि मलाई चाहिँ होइन त्यहाँ ओडाबाट नै अब त्यहाँनिर के भनिरहेको थियो त्यो कुरा हुँदैछ। अनि आज नपाउनेहरूले चाहिँ मन नदुख, सबैजनाले खेल्नुपर्छ। बल छँदैछ होइन, जे छ खाली खुट्टा होस् कि जे होस् ग्राउन्ड आउनु पऱ्यो तिनीहरू। ल हुन्छ नि, ल अब नाम हुन्छ त्यो चाहिँ हुन्छ अगाडि आउने है। त्यसको लागि चाहिँ मैले अब भाइ बहिनीहरूलाई पाले अगाडि बोलाउनु थालेँ। सो त्यही हो। यसले चाहिँ यसलाई रहेछ 1 नम्बर जुत्ता चाहिँ योसँग चाहिँ यति देखान जुत्ता नै छैन क्या यसलाई। तर
के अरे जुत्तै छैन अनि यस्तो हुँदाखेरि पनि अब यो चाहिँ होइन के भन्छ अरे म यहाँ ट्रेनिङ आउनु जति दिन पनि म ट्रेनिङ आएको हुन्छ यो चाहिँ आएकै हुन्छ अरे सो कहिले चाहिँ अब मिहिनेत गरेर खेल्नुपर्छ है ल यहाँनिर बसेर जुत्ता ल्याइदिनु होला अनि बसी यहाँ सुन त थ्याङ्क यू दाइ भन्नु थ्याङ्क यू सूर्य दाइ भन्नु थ्याङ्क यू सूर्य दाइ म अझै राम्रो खेल्छु भन्नु हजुरको साथ सपोर्ट अझै चाहियो भन्नु साथ सपोर्ट अझै चाहियो सो सूर्य दाइ मैले चाहिँ भाइलाई दिइसकेँ बुट त्यही हो बुट चाहिँ एकदम राम्रो क्वालिटीको रहेछ मेस्सीको अर्जेन्टिनाको हो क्या ल सो सबै भाइ बहिनीहरूलाई चाहिँ मैले पालो बोलाएँ अगाडि अनि सबैजनालाई सम्झाउँदै रेगुलर ट्रेनिङ आउनु पऱ्यो भन्ने सम्झाउँदै अनि दिए जुत्ताहरू चाहिँ त्यही हो रेगुलर ट्रेनिङ गर्नु पऱ्यो मिहिनेत गर्नु पऱ्यो त्यो भन्नु पर्यो त्यो नरिसा ट्रेनिङ चाहिँ आउनु पऱ्यो जति जे भयो भने ट्रेनिङ आउनु पऱ्यो फोटो खिच्नु भाइ सो सबैजनालाई चाहिँ मैले सम्झाउँदै अनि पछि बोलाएँ अगाडि अनि कुनैलाई चाहिँ ठुलो भएछ दाइ होइन कुनैलाई चाहिँ ठुलो भयो कुनैलाई चाहिँ सानो पनि भयो दुईजना भाइहरूलाई चाहिँ एउटाले ठुलो एउटाले सानो भएको थियो सो त्यही हो दाइ यो चाहिँ साट्नु पर्ने भयो क्या सानो बुटै यही रहेछ यसलाई यो अटेन भने चाहिँ म साट्न गइदिन्छु त्यो दाइले मलाई भने कुकुला अर्दैन त्यसको चाहिँ म रिटर्न के अरे त भाइ होइन मैले भनेको नरिसा यसको घरकै हेर्न यहीँ देखाइदिएन उयो हो क्या अनि गेम राम्रो हो अनि पछि हावा भएर हिँड्नुहुन्छ क्या सो त्यही हो रेगुलर ट्रेनिङ आउनु पऱ्यो ट्रेनिङहरू आएन भने मैले जुत्ता फिर्ता ल्याइदिन्छु फेरि त्यही हो हुन्छ कि ट्रेनिङ सो दाइले चाहिँ अनि हामीलाई जुत्ताहरू मात्र उपलब्ध गराउनु भएको थिएन जुत्ता साथै जर्सी मोजा तिनवटा बल अनि जुत्ताहरू सबै उपलब्ध गराउनु भएको थियो सो त्यही हो एउटा सर्टमा मात्रै दिएको हो यसको घर यहीँ छ यो ट्रेनिङ आएन भने मैले यसलाई जुत्ता जर्सी पुरै ल्याइदिन्छु त्यही हो त रेगुलर ट्रेनिङ आउनु पऱ्यो है भाइ खेल्नु पऱ्यो दाइले भनेपछि घर यहीँ छ एकैछिन 2 मिनटको खेल्नु पऱ्यो है बुझेस् ल यसलाई चाहिँ जर्सी पनि मैले दिएँ छैन भन्दा पनि अब छँदै छैन रहेछ हो सो तैँले यो लगाएर मिहिनेत गर्नु पऱ्यो त्यही रेगुलर गर्नु पऱ्यो ट्राई गर न एकचोटि हुन्छ ठुलो हुन्छ कि यार पनि रेगुलर आउनु पऱ्यो है तिमीहरू जति पनि मैले जतिहरू बुटहरू दिएको छु तिमीहरू रेगुलर मनदेखि खेल्नु पऱ्यो क्या है यहाँ आउँदै तिमी त्यो बहिनीलाई चाहिँ मैले अस्ति नै दिइसकेको थिएँ जर्सी र बुटहरू अनि बहिनीलाई चाहिँ त्यति बेला बुट दिएको अनि जर्सी पनि छैन रहेछ उसँग सो त्यही भएर बहिनीको लागि पनि जर्सी दाइले पठाइदिनु भयो अन्त रेगुलर आउनु पऱ्यो है उता बसेर लगाएर मजाहरू पढाइदियो मेरो लागि पनि दाइले चाहिँ पढाइदिनु भयो रहेछ जुत्ता जर्सीहरू मेरो लागि पनि जुत्ता जर्सी मजा पनि पढाइदिनु भयो रहेछ सो मैले पनि लिइसकेँ दाइ त्यही हो अनि पछि यहाँ भाइहरूको लागि चाहिँ जुत्ताहरू चाहिँ दाइ ठुलो भयो भने सो म साट्न जान्छु दाइ
के अरे सो दाइले चाहिँ जुत्ता जर्सी मोजादेखि लिएर बल पनि पठाइदिनु भयो थियो बल पनि हामीलाई 3टा दाइले उपलब्ध गराइदिनु भएको थियो इरा बल सो त्यसको लागि चाहिँ एकदम धेरै धन्यवाद दाइ त्यही हो सामानहरू चाहिँ भाइहरूलाई अलि ठुल्ठुलो बुटहरू चाहिँ त्यति म साथ लिनेछु सो दाइलाई चाहिँ एकदमै धन्यवाद है दाइ बलहरू यस्तो पहिला उपलब्ध गराइदिनु भएकोमा अनि टिकटकमा त्यहाँनिर टिकटकबाट भेटेर त्यहाँ कन्ट्याक्ट गरेर अनि विश्वास चाहिँ हो सो विश्वास गरिदिनु भएकोमा चाहिँ एकदम धेरै धन्यवाद हाम्रो सूर्य अधिकारी छेत्री दाइलाई सो त्यही हो दाइ रुको त के हो भन्छ भन्नु त्यसले फसाइदिएको अनि उसले रगले मलाई चाहिँ दोष लगाइदिएको अनि हावा भएर हिँड्ने हो नि त सो केही भएन त्यो छोडिदिए भोलिबाट फुटबल खेल्न आउनु पऱ्यो है त हावा भएर होइन है सो दाइ एकदमै दाइ घर परिवारबाट नि अब मम्मी बाबा नि हुनुहुन्न पहिला कुरो अनि यसो किन्नु नि सक्दैन बुढसुटहरू पनि सो त्यही भएर ट्रेनिङ आउनु खोज्छ खेल्नु खोज्छ अनि सो त्यही हो उसको लागि पनि हाम्रो सूर्य दाइले पठाइदिनु भयो सो कति नम्बर आउँछ तर बुट 4 नम्बर हो क्या है सो सबैजनालाई दिनु मन लाग्ने के माया लाग्ने अनि खेल्नु खोज्ने सबैजना जोस जागर लिएर अनि हामीसँग लिमिट थियो हाम्रो जुत्ताहरू सो जुत्ता जर्सीहरू लिमिट थियो सो सबैजनालाई दिनु नपुगे पनि जसले पायो तिनीहरू चाहिँ रेगुलर आउने नै हो दाइ अनि जसले पाएन तिनीहरू चाहिँ अब रेगुलर आउँदै गयो भने चाहिँ यसरी नै हेल्प माग्दै भए पनि मैले तिनीहरूलाई उपलब्ध गराउने बाचा सायद सो त्यही हो सबैजना खुसी भएको थियो म नि एकदमै ह्याप्पी थिएँ आज चाहिँ होइन सो यो चाहिँ मेरै लागि हो जस्तो लागेको ठुलो पनि रहेछ दाइले मेरो लागि पनि पठाइदिन्छु भन्नुभएको थियो सो मैले जर्सीहरू चाहिँ फेरि बारिदिइहालेँ दाइ जुत्ता चाहिँ 2-3 जनालाई ठुलो भएछ क्या सो त्यही हो सो त्यही हो हाम्रो सूर्य अधिकारी छेत्री दाइलाई आगामी दिनहरूमा पनि यसरी नै हेल्प गर्दै गइदिनु दाइ होइन आगामी दिनहरूमा पनि भाइहरूलाई त्यही हो अब यिनीहरू पछि गएर केही भयो भने त भइहाल्यो नि भनेर हुँदा सो त्यही हो त्यही हो आज चाहिँ बबाले भयो होइन ल लास्ट सो अनि सबैजना चाहिँ खुसी भएको थियो आजको दिन चाहिँ मेरो लागि पनि स्पेसली यत्रो दिन भयो भिडियो बनाउनुको अनि आजको दिन जति खुसी म कहिले पनि थिएन होला सो त्यही हो आजलाई चाहिँ यति नै हो गाइज नेक्स्ट भिडियोमा भेटौँला अनि सबैजनाले चाहिँ कस्तो भयो भिडियो लाइक कमेन्ट सेयर पनि गरिदिनु होला ल लेट्स सी गाइज भोलि भेटौँला बाई रेगुलर आउने अनि ल थ्याङ्क यू दाइ भन्नु ल बाई ल थ्याङ्क यू दाइ एकदमै आजको लागि